अब यो गुफाभित्र प्रवेश गऱ्यौँ अब गुफाभित्र छिर्यौँ अब गुफा छैन त पैसा दालाम भिडियो बट बोले भिडियो अरे माउ टिकट कहाँ तपाईँ भित्र हेर्नेछौँ भित्र के रहेछ त भित्रको दृश्यहरू यहाँ दर्शन गर्ने हो क्या दाजु हाम्रो ज्यादा खाना यस्तो छ यहाँ चाहिँ नेपालीभन्दा धेरै टाढा छैन सबैजनालाई हार्दिक स्वागत गर्दछु क्रसिङ भयो अबको यात्रा नयाँ ठाउँको खोजीमा अगाडि भिडियो है तपाईँहरू पनि हामी सँगसँगै हेरेर भिडियो सुट नगरी हेर्नुपर्ने हुन्छ होइन अनि बल्ल हामी कहाँ पुगेको हामी सँगसँगै अनि कुन ठाउँमा रहेछौँ कुन ठाउँको भिडियो देखाउनु लाग्यो भन्ने बुझिन्छ भन्दै हो अगाडि बढौँ माछा छ क्या पोखरीमा आइपुग्यो घुम्दै घुम्दै पारिपट्टि हरिया नरिवलका बुट्टाहरू छन् सँगै बरको रुख त्यो माथि छ अक्कर अक्करको यो ठुलो भित्ताको फेरि पनि एउटा मन्दिर रहेछ यो मन्दिरमा छिर्ने बाटो कताबाट हो एकचोटि हामी छिर्न मिल्छ कि मिल्दैन एकचोटि हेर्नेछौँ है त हामी चाहिँ ठ्याक्क यो मन्दिरको छेउमा आयो अब यो मन्दिरभित्र प्रवेश गर्दैछौँ फुलहरू चाहिँ किनेन किन्ने दाजु फुलहरू किन्नुपर्छ पर्दैन अन्त हामी अब फिरन्दै यसो बटुवा हामी यसो देखेको ठाउँमा छिर्दै हिँड्नु किन फुल किन्नु पर्यो होइन अब एकछिन हामी यो भित्र पनि अवलोकन गर्छौँ हेरौँ के रहेछ यो भित्रको दर्शन अब कस्तो हुन्छ यहाँको हामी आज नयाँ ठाउँको दर्शन गर्न आएको नेपाली भएपछि दर्शन गर्ने अलिकति रहर जाग्दो रहेछ जता पनि दर्शन यसो मन्दिरहरू देखेपछि दर्शन गर्न मन लाग्छ त्यही भएर हामी आज एउटा नयाँ ठाउँमा आइपुग्यौँ दर्शन गर्ने यत्रो ठुलो अक्कर छ यहाँ पहाड छ माथि चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ बाटो के आसपासमा हो पहाड छ यो पहाडको फेरिमा चाहिँ यो मन्दिर छ अब यो मन्दिरभित्र चाहिँ यहाँबाट चाहिँ भित्र हामी पर्छौँ यहाँ त ठुलो गुफा छ भित्र अब यो भित्र गुफाको कुरै नआउनु कहाँसम्म छ भन्ने थाहा छैन भित्र चाहिँ पुरा झिलिमिली मन्दिरहरू छ अब हामी यहाँको यो भित्रको दर्शन गर्नेछौँ यहाँबाट भित्र प्रवेश गर्छौँ भित्र चाहिँ अब भिडियो बनाउनु मिल्छ कि मिल्दैन सोध्नेछौँ हामी मिल्ने रहेछ भने तपाईँहरूलाई पनि यहाँभित्रको दर्शन हामी गराउनेछौँ अवश्य पनि हिन्दू टेम्पल चाहिँ यहाँतिर जताततै छापछापी भेट्न सकिन्छ हिन्दू मन्दिरहरू त्यही मन्दिर हामी आज बिहानै रुमबाट निस्क्यौँ कहाँ जाने भनेर हामी घुम्दै थियौँ सोच्दै थियौँ आउँदा आउँदै ठ्याक्क बाटोमा एक ठाउँको नजर पऱ्यो हामीलाई यसो हेरेको यो चाहिँ बहुत एकदम आश्चर्यजनक लागेर अनि छिराउनु त भित्र के रहेछ भनेर भित्र छिर्यो प्रवेश गर्यो
भित्र चाहिँ पूजाआजा हुँदैछ दर्शनार्थीहरू। अगाडि हाइवे छ भने हाइवेकै काखमा रहेको त्यो ठुलो पहाडको बिचमा पहाड छ यत्रो यो हेर्दै डरलाग्दो पहाड छ। माथि बरको रुख छ, फेरि हेर्नुहोस् उहाँ माथि देख्नु सक्नुहुन्छ बरको रुख। यस्तो अकरको मुनि यहाँ मन्दिरहरू सजिएको छ, सजाउ छ मन्दिरहरू। अब आजको दर्शन हाम्रो यहीँको भूभागहरू के छ यहाँको मन्दिरहरू यही हुनेछ। अब हामी चाहिँ थोरै एकछिन भित्र छिर्छौँ। अब यहाँभित्र अब बाहिर त हेऱ्यो हामीले, भित्र छिर्नु बाँकी छ होइन। अब बाहिरको दृश्य सबै समेटेपछि हामी एकचोटि अब भित्र गएर भित्र हेर्नेछौँ भित्र के रहेछ त भित्रको दृश्यहरू तपाईँहरूलाई देखाउनेछौँ। भिडियो स्किप नगरी अन्त्यसम्म भिडियो हामीसँगै भिडियो हेर्दै अगाडि बढ्नु होला। माउ टिकट कहाँ तपाईँ? ओ क्यामेरा तपाईँले ओ दाजु त्यो सामान छ ओके थ्याङ्क यू अङ्कल, थ्याङ्क यू। यहाँ जुत्ता चप्पल जुत्ताहरू चाहिँ यहाँ राख्नुपर्ने रहेछ। अब यहाँ जुत्ता खोलेर हामी चाहिँ जुत्ता यहाँ राखेर जाँदैछौँ। अब हेरौँ मान्छेले राख्दिन्छ राख्दैन, अहिले पछि फर्काउँदा जुत्ता भेटिन्छ भेटिँदैन होइन दाजु, त्यही पनि राखेर जाउँ। देउताको नाम थाहा नभए भने फोटो खिचिराख्नु। अब हामी चाहिँ मन्दिरको प्रवेश गर्दैछौँ। जाउँ दाजु भित्र। चलाउन पाउँछ भन्छ, क्यामेरा चलाउनु एलाउड छैन भित्र भन्छ पुलिसले। तपाईँलाई क्यामेरा भन्छ छोड्दै त चलाउनु भित्र सोधेर गऱ्यो। हामी गुफाभित्र प्रवेश गऱ्यो। अब क्यामेरा चलाउनु दिँदैन भन्छ। मैले यहाँ मान्छेले नदेखि चलाइरहेको छु, देख्यो भने अहिले कम्प्लेन गर्ने हो कि। जे होस् एउटा भिडियो चाहिँ हाल्दै हाल्नु भित्र, जे हुन्छ हुन्छ। यहाँ गुफाभित्रको रमाइलो सानो दृश्य क्याप्चर गरिहालेँ मैले। अब बाँकी मिल्यो भने अगाडि देख्न सक्नुहुन्छ, मिलेन भने ठिकै छ, अहिले बाहिर निस्केपछि देखाउँला हामी। मर्निङ इनी बोले भिडियो पार्ट डालम भिडियो पार्ट बोले भिडियो नो प्रब्लम ओके थ्याङ्क यू या फ्रम नेपाल। ल मैले चाहिँ यहाँ सोधेँ एकजनालाई मिल्छ अरे भिडियोभित्र बनाउनुलाई। अब हामी चाहिँ यहाँको दर्शन के छ यहाँभित्र सबै देखाउनेछौँ तपाईँहरूलाई। भिडियो स्टे ट्युन। हामी चाहिँ अहिले अब यो गुफाभित्र प्रवेश गऱ्यौँ। अब गुफाभित्र छिर्यौँ। अब गुफाभित्र सोधे जहाँसम्म लाग्छ भिडियो चाहिँ बनाउनु मिल्छ भन्ने जानकारी आयो। अब के हुन्छ हेरौँ। यो चाहिँ बाटोकै नजिकै आसपासमा रहेको भिडियो हो, मन्दिर हो। यो मन्दिरभित्र हामी प्रवेश गर्छौँ। अब हेरौँ भिडियो कस्तो हुन्छ, भित्रको दृश्यहरू तपाईँलाई देखाउँछ हामी बेसी जग्गा। गणेश, महादेव, पार्वती सँगै कुमारजी हुनुहुन्छ। माथि चाहिँ अब को हुनुहुन्छ थाहा भएन, माथि हुनुहुन्छ है। सरस्वती जस्तो पनि देखिन्छ हेर्दाखेरि, होइन सरस्वती त यो पुरै ढुङ्गाको चट्यान हो। यो माथिको सिलिङ जस्तो देखेको सबै चट्यान ढुङ्गाको चट्यानै छ।
कता गइसक्यो कता गयो हौ भाइ दर्शनार्थीहरू चाहिँ यहाँ चाहिँ तामिलहरू मात्रै हुनु यहाँ केही छैन कि त्यही हो यहाँ दर्शन गर्ने हो कि दाजु होइन यहाँ दान गर्ने मात्रै ठाउँ हो क्या अनि आजको यो मन्दिरको कस्तो लागिरहेछ तपाईँलाई कस्तो कस्तो अनुभूति भइरहेछ राम्रो लागिरहेछ है बडो आश्चर्य छ है हेर्नु न अब यस्तो ढुङ्गाको गुफा यो माथिपट्टि भएको सबै ढुङ्गाको चट्यान हो यो चट्यानको बिचमा चाहिँ यसरी मन्दिरको सजावट अब यो पहाड कत्रो छ भनेर त मैले देखाइहाल्छु तपाईँहरूलाई बाहिरबाट देखाएको पहाड हेर्दाखेरिको यो पहाड कत्रो छ भनेर त्यत्रो पहाडको फेदमा यस्तो मन्दिर सजावट छ यतापट्टि ढुङ्गाको ढुङ्गा हो यतापट्टि मन्दिरहरू सजावट छ म चाहिँ मन्दिरको पछाडि साइडहरूमा यहाँको दृश्यहरू अवलोकन गर्दैछु दृश्यहरू हेर्दैछु म दाजु यतातिरको दृश्य हेर्दै हुनुहुन्छ दाजु कस्तो छ दृश्य यहाँको यहाँ पुरै चट्टान रहेछ हो त्यो माथि त होइन सिलिङ माथि हेर सिलिङ पुरै ढुङ्गा छ होइन तल यस्तो झगिझगाउ छ यता भित्रको दृश्य अब अर्कै छ यताको उता टार्न मिल्दैन रे यहीँसम्म हो उहाँ त झन् कत्रो उता बनाउनु मिल्दैन माथि गुफा देख्नुहुन्छ कत्रो भयङ्कर गुफा छ भाइ उता मिल्दैन रे भित्र पूजा हुँदैछ जय नमो नमः रमदानी बस्पतलाक बच्चे रमदानी बस्पतलाक बच्चे अब टिका अघि हामी चाहिँ दर्शन मन्दिरको कालो माछा तपाईँ उता आकाश ओके हामी चाहिँ यहाँभित्र घुम्यो दर्शन पनि गऱ्यो पर पुगेर दर्शन गऱ्यो अब भित्रको चाहिँ उयो के भन्छ भिडियो बनाउनु नपाउने रहेछ बन्दिज गरेर अनि त्यही भएर बाहिर हामी घुमेर दाजु अनि कस्तो आजको यो मन्दिरको उहरू चिन्नु भयो तपाईँले देवताहरू कुन हुन्छ भने चिन्नु भयो म त एउटालाई चिने भाइ अरू चिन्नु हनुमान देवतालाई अरू त चिन्दैन तर दर्शन सबै अब देवतै होला नि सबै देवतै हुनुहुन्छ हिन्दू धर्मकै होला हिन्दू धर्मलाई चाहिँ एकदमै यो चाहिँ मलेसियाको बातुकेप नजिकै रहेको छ बातुकेप चाहिँ होइन यो बातुकेप ठाउँ चाहिँ बातुकेप तर यो मन्दिर चाहिँ अलिक अर्कै ठाउँको हो
अब यति आश्चर्य छ कि यहाँनिर हामी पनि यो घुम्दै घुम्दै कता कताबाट यो यहीँ आउने भनेर आएको होइन, आउँदाखेरि पर्यो। मन्दिरभित्र छिरेपछि जस यो मनको छुट्टै आनन्द आउने क्या, मनमा शान्त होइन, मनभित्र अर्कै भाइब्स प्रदान गर्ने, एकदम शान्ति महसुस गर्ने। यहाँभित्र पूजा आराधना हुँदैछ। उता देख्न सक्नुहुन्छ पूजा आराधना हुँदैछ उता। मोहन गुरुनाथाराम आविष्कार यसले गरेछ मन्दिरको। यो गुफाको आविष्कार गर्ने व्यक्ति चाहिँ उहाँ हुनुहुँदो रहेछ। फाइनली हामी चाहिँ मन्दिरको दर्शन सकाएर भित्र गुफाको सबै घुमघाम सबै सकाएर अब बाहिर निस्किँदैछौँ। अब हामी बाहिर निस्क्यौँ होइन दाजु? अब हामी मन्दिर गुफाभित्र घुमघाम गरिसके पछाडि अब बाहिर निस्किँदैछौँ। बाहिरको दृश्यहरू अघि नै अवलोकन गरिसकेको छु मैले। आज बिहानै कहाँ जाने भने हामी कहाँ आइयो, तर दर्शन राम्रो गर्यो है। दर्शन एकदम बिन्दास भयो। यहाँ अलि भिड हुँदैन, मान्छे हुँदैन। यहाँ सानो मन्दिर, तर यो एकदम उता बातिको ठुलो मन्दिर भन्दा नि एकदम राम्रो रहेछ क्या है। यहाँ राम्रो भन्दा नि मान्छेहरू चाहिँ दर्शनको लागि मात्रै आउने रहेछ यहाँनिर। अब त्यहाँ बातिको उता चाहिँ ठुलोमा चाहिँ घुम्ने मान्छेहरू धेरै आउने होइन। जुत्ता लगाऊ। स्टे ट्युन भिडियोमा चाहिँ हामी अगाडि बढ्दैछौँ है। लाग्दैन दाजु, अलिअलि माट लगाएर केही गर्दैन कि। दाजु अब हामी कता लाग्छौँ त? कता जानु? जाउँ न उतातिर घुम्नु। अब पर त्यो नाग भाटामा जाउँ होइन त? हामी चाहिँ यहाँबाट भित्र गएर दर्शन गरेर आइयो। यो भित्र हेर्दा सानो एउटा गेट, छिर्ने गेट जस्तो छ, तर भित्र गएपछि मन्दिरको दृश्य चाहिँ कस्तो छ भनेर त्यो कल्पनै गर्न सक्ने खालको छ क्या। त्यस्तो गर्नु। यो माथि डाँडा कत्रो छ। अब यो पहाडको फेदीमा यही सानो यही ढोका हो छिर्ने भित्र। अहिले जति नै मैले भित्रको दृश्यहरू कैद गरेको यही ढोकाबाट भित्र छिरेपछि कैद गरिएको दृश्य हो। अब पहाडै हेर्नुहुन्छ नि, पहाडको अब कुरै नगरौँ होइन। अब माथि माथि बर्को रुखहरू छ। अब चाहिँ हामी यहाँबाट सररते लाग्दैछौँ फेरि हामी अब अर्को यस्तै सानो मन्दिरको खोजीतिर। अब यता फुल बेच्ने ठाउँ, फुलको मालाहरूको सजावट हाम्रो नेपालमा पशुपतिहरूमा बेच्छ। यो चाहिँ ओरिजिनल फुल हो है, डुप्लिकेट फुल होइन, ओरिजिनल फुलको मालाहरू। हामी चाहिँ अर्को पनि यस्तै सानो मन्दिरको दर्शन गर्ने योजना त थियो, तर आज घाम चर्किँदै गएको हुनाले आज हामी जान सकेनौँ। अर्को छुट्टीमा जानेछौँ त्यहाँ चाहिँ। अब हामी यहाँबाट नजिकै बाटैमा नेपाली होटल छ, त्यो नेपाली होटलमा गएर केही नास्ता पानी गरेर
अनि बल्ल रुम जाँदैछौँ है त हामी। हामी चाहिँ नेपाली भान्साघरमा आइयो, नास्ता पानी पनि गऱ्यो, सबै भयो। अनि करिब 11:30-12 बज्नु लागिसकेको थियो। अनि दाजु फेरि नाइट ड्युटी जाने, रुममा गएर खाना बनाएर खाँदाखेरि दाजुलाई सुत्न ढिला हुन्छ भनेर आज नेपाली भान्साघरमा नेपाली दाल भात यहीँ खाएर जाने विचार गरेर अनि दाल भात हान्दैछौँ। अब मस्त दाल भात खाइयो, पेट पनि भर्यो, पेट पूजा नि भयो, मन्दिरको दर्शन गर्यो, त्यसपछि पेट पूजा गर्यो। तपाईँको होटलको लोकेसन दिनु त? Jalan Express 47, Jalan Express 171. अलि जोडले बोल्नु न। बाटुके कोही पनि सुनेन। मन्दिरबाट पारिपट्टि पुल मुनिबाट आउनु। एउटा आइमी ब्याङ्कमा आउनु। आइमी हजुर, आइमी ठ्याक्कै आउनु। त्यहाँबाट किचन रेस्टुरेन्ट कता छ भनेर सोध्नु, बताइदिनुहुन्छ। मेरो वाट्सएप नम्बर 0173778695। कहाँ गयो तपाईँ? मेरो घर सिन्धुपाल्चोक। बातीकेप टेम्पल नजिकै नेपाली होटल छ। बातीकेप आउनुभएको बेलामा एकचोटि अवश्य पनि छिर्नु होला। खानापिनाको राम्रो व्यवस्था छ यहाँ। हामी चाहिँ नेपाली होटलमा छिर्यो, खानासाना खाइयो, मस्त भयो। अब अहिलेलाई त खाना खाइयो, बेलुकाको लागि पनि चाहियो। त्यही भएर एकैछिन हामी सपिङ मार्केटमा यहाँ सब्जीहरू लिनलाई छिर्दैछौँ। अरू के लानु दाजु? मासु लैजाने? हजुर अस्ति हाँस खाएको, अब कुखुरै खाने भने खाइदिउँ। हजुर त्यसो यता खान्छ। आजको मासुहरू पाउने भनेको यतातिर हो दाजु? यहाँ यता के हो यो? डक हो, डक कति छ? ठुलोवटा चाहिँ डक हो नि त। त्यही माथिकै बोक्नु, त्यही एउटा 15-90को उयो त्यही लिने एउटा लिने 15-90 गयो भइसक्यो होइन? भयो यो किन्ने भन्नु त्यसो भए यहाँ जोख्नुपर्छ हौ दाजु। अन्डा आएछ ठुलो खालको? हो 16-90 अन्डा। आमामा अन्डा बढेछ दाजु अहिले है। उता जोख्नु त्यसलाई होइन, मासु जोख्नु उहाँ जानुपर्छ। यो मासु जोख्नु छैन, यसको स्टिकर छैन क्या।
के छ खबर हो नि आराम कुशल हो नि खानपिन भयो नि खानपिन भयो नि बन्धु भाइ भालो के अवस्था भालो छोटा भाई बड़े दाई है इधर तानचोंग में थकता है ना घूमने गया हाँ घूमना छुट्टी है आज तो लोग के मिलने के लिए आया है इधर ड्यूटी अच्छा है ना नहीं नयाँ है 2 साल हो आजलाई चाहिँ भिडियो यति नै यति लामो भिडियो अल्छी नमान्ने यतिन्जेलसम्म हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद अनि भिडियो हेरेर च्यानललाई सब्स्क्राइब गरिदिनु भयो त यदि गर्नु भएको छैन भने नबिर्सिनुहोस् है अनि भिडियोलाई एउटा लाइक र सकिन्छ भने सेयर पनि अनि भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला आजलाई चाहिँ हामी बिदा हुन्छौँ।